विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। ललितपुर महानगरपालिकाले वैशाख 16 गतेदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि आग्रह गरेको छ। महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र 2082 को शैक्षिक कार्यपत्र प्रकाशन गरी कार्यान्वयनमा ल्याएको, तर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित विगत 27 दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूले ऐन जारी नहुँदासम्म कुनै क्रियाकलापमा सहभागी नहुने दाबी गरेका थिए। महानगरका प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठन पाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउन अनुरोध गरेका छन्। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।